धेरै नजिरहरू हेर्दाखेरि प्रतिनिधि सभा विघटन भएको अवस्थामा पुनर्स्थापित भएका धेरै नजिरहरू रहेछन्, तर विघटनलाई सदर भएका नजिरहरू कम रहेछन्। यो परिस्थितिलाई कसरी निहाल्नु भएको छ? पक्कै पनि खेमजी, हामीले विगतको हाम्रो अभ्यास हेर्ने हो भने, विगतमा भएका विघटनहरूमा गरेको सम्मानित अदालतले गरेको फैसलाहरू हेर्ने हो भने अधिकांश विघटनहरू बदर भएको अवस्था देखिन्छ। यो पक्कै पनि यो सत्य कुरा हो। तर अहिले जसरी जुन तरिकाले विघटन भयो, जस्तो अवस्थामा विघटन भयो प्रतिनिधि सभा, अहिलेको परिस्थिति नितान्त फरक हो भन्ने मलाई लाग्छ। जस्तो कि विगतमा एउटा संवैधानिक प्रक्रियाबाट, एउटा इलेक्सनबाट आएको गभर्मेन्ट भएको स्थिति र त्यहाँ कुनै आन्दोलन यताउता केही नभएको अवस्थामा भएको विघटन एउटा सामान्य प्रक्रिया अन्तर्गत विघटन भएको अवस्था थियो भने, यस पटकको विघटन भनेको एउटा जेनजी आन्दोलनको बलमा एउटा ठुलो आन्दोलन भइसकेपछि र त्यो आन्दोलनले नै धारा 61 अनुसार सामान्य राष्ट्रपतिले आवश्यकताको सिद्धान्त बमोजिम चाहिँ अहिलेको सरकार गठन गरेको अवस्था छ र त्यही आन्दोलनको बलमा चाहिँ यो विघटन भएको भन्ने मलाई